ये मेरा बा के आयो यस्तो एक्कासी फेरि राम 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 बाबा दुधको चिया अन्तिममा हिराले आफू नराम्रो भए पनि लोग्ने चाहिँ साह्रै राम्रो पाइयो त यो सब कुरा कसरी सम्भव भयो अब ठ्याक्कै मन पराउनु भयो साहबले दामले छिनाउला जसरी चाहियो कि चाहियो भनेपछि मैले पनि नाइ भन्ने कुरा भएन भगवानले जुराउँदा रहेछन् हो ओहो छोरी जाए पनि दुलन फर्काउन आउनु भएछ आउँछ नि दुलन फर्काउनु छोरी फिर्ता गर्न आएको एकदमसँगले रसबरी देखाएर कसार भिडाउने मलाई कहाँ त्यस्तो हुनु ज्वाइँ साहब उनी हो हुन्छ नि उही राम्री अर्की देखाएर अनिखेर अन्तिममा सिन्दुर हाल्ने बेलामा चाहिँ ऊ पठाउने राख्नुहोस् तपाईँकी छोरी चाहिएन मलाई छोड्न आएको म जग्गेमा राखेर सात फन्का घुमाएर सिन्दुर हालेर लिएर गएको छोरीलाई छोड्नु आएको भनेर भन्ने छोरोको छोरी लिएर जाने किन जाने हो लान्नु के गर्नु त समाज बनाऊ बिहे भनेको के केटाकेटीले भाँडाकुटी खेले भन्ठाने अर्काकी छोरीलाई सिन्दुर हालेपछि मैले छोडेँ भनेर भन्न पाइन्छ ए भाइ गाउँले समाज बोलाउ त एकचोटि ए मेरा बाउ अब बेला बेलामा आउँदै गर्नु साथीको बाउ पनि बाउ समान नै हुन्छ माया नमार्नु है छोरी ए भनेपछि आज खानासाना खाएर दाजु बहिनी भुटान जाने जानी ठुली आमा फेरि पछि आम्ला नि बरु तपाईँ र ठुलो बा पनि उता भुटानतिर आए पनि हुन्छ नि आइहाल्छौ नि हामी त्यो तिमीहरूको बाउ छैन त्यो त मेरो लगौतिया हो नि त बच्चैदेखिको साथी त्यो दाम्नालाई पनि मैले एक झमक चाहिँ भेट्नै पर्ने भएको छ के सायद हामी अब यो हिउँद सकिने चाका बुढाबुढी नै बुढालाई लोमीका नाममा कलङ्क डुबाउने हो त आफ्नै सालोलाई मलाई डुबाउने हे तेरिका यति सानो कुरा पो लिएर आएको छ उहाँ बुढी चेपेर उता हनिमुन कता जानु पर्ने बेलामा अझै त यस्तै सानो कुरामा अल्झिराखेका छस् अब हेर है बाबु यो कोदाली पाते दाँतेको बिहे नै भइराखेको रहन्छ यसको बाउले जसरी पनि यो छोरीको बिहे गराइदिनु पर्यो भनेर मलाई भन्यो अनि मैले यो छोरी देखाएर तेरो बिहे नगराइदिएको भए यो मेरो कति कसरी बन्थ्यो भन्छ अब म यस्तै छु मान्छेलाई फस्ल्याङ फुस्लुङ पार्छु फकाउँछु डुबाइहाल्छु मेरो काम भने पनि पेसा भने पनि मान्छेलाई फस्ल्याङ फुस्लुङ पार्ने फकाउने डुबाउने त हो यस्तै त छु त म फेरि हेरै ह्यान्डसम राम्रो केटाहरूलाई चाहिँ नराम्रै श्रीमती पर्दो रहेछ के यहाँ हेर्ने मेरो श्रीमती हेर्टेलाई कति छ म यति राम्रो ह्यान्डसम छु मेरो श्रीमती हेर्दै यहाँ हेर्दै काली कुच्ची हेरि नसक्नु छ नि उदाहरण त तेरै आँखै अगाडि छ त के रे उदाहरण मलाई देखाउँछौ म नराम्री भइरे के भन्नु खोज्यो तिमीले तेरिका नरिसाउ न के चन्द्रु मैले कहाँ तिमीलाई नराम्रो भन्न खोजेको हो र म यहाँ सालोसँग कुरा गर्दैछु के त्यही भएर सालो बाबु अहिले त त्यो के पार्लर सार्लर हुन्छ अरे नि त हो त्यस्तोमा बुहारीलाई लानु त्यो वासवास के हुन्छ अरे त्यो अनुहार पखाल्ने त्यसले पखालिदिनु अनि चमकाउने चिजहरू काजु बदाम पेस्ता दुधहरू खुवाउनु जुस खुवाउनु फलफुल खुवाउनु अनि त बुहारीलाई चमक आइहाल्छ नि अनि सालो बाबु बुहारीलाई लिएर हनिमुन चाहिँ कहाँ जाने भयो त चितवन कति रुनु भएको क्या बाबा हजुरलाई म कति धेरै माया गर्छु हजुरको साथ कहिल्यै छोड्दिनँ मैले छोड्छु भनेर डराएको हजुर म कहिले छोड्दिनँ क्या हजुरलाई कति धेरै माया गर्छु केयर गर्छु नरहेछ ए मेरो यतिमै ए मेरो दाहिने हात ए मेरो गुरिल्ला ए मेरो लडाकु ए मेरो हमास ए मेरो लिट्टे ए मेरो बोको हराम यो बर्बर आँसु के का लागि हो कोदाली पाते भाउजू छस् नमस्कार अक्रोजी मलाई यो कुन भड्खालोमा हाले नि म त ब्ल्याक होलमै खर्लप्पै छिर्न पुगे नि होइन त्यस्तो होइन कस्तो भन्दाखेरि मलाई चाहिँ अहिले पनि मेरी बुढी भन्दा तेरी बुढी नै राम्रो लाग्छ है हुन त हामी केटा मान्छेहरूको स्वभावै आफ्नै बुढी भन्दा अर्काकी बुढी मनपर्ने स्वभाव त हो तर म फेरि पनि दोहोऱ्याएर भन्छु मेरी बुढी भन्दा तेरी बुढी राम्री है के कसो कोदाली पाते भाउजू हेर त कोदाली अब त मलाई कस्तो लाग्छ भने तिमी तैँले यो ट्र्याक्टर सेक्टर केही खोज्नै पर्दैन सबै बाजाबारी भाउजूले पल्टाइहाल्नुहुन्छ नि भाउजू एक दिन चाहिँ हजुरले हाम्रो पनि बाजा पल्टाउनु पर्छ है त्यहाँ छेसा बाजा पल्टाउनु पर्यो भने म हजुरलाई भन्छु नि लुक्स नै करा क्या भाउजूको भाउजूले खाने भनेको लुक्सले हो अब मैले देखेको मिस जयसिटीमा भाउजूलाई जसरी पनि भिडाउनु पर्छ है अब भाउजूले खाने भनेको लुक्सले हो अक्रोजी यही हो तपाईँको बोल्ने सोमत म यहाँ रोको देख्नुहुन्न तपाईँ
भन्न त म आफै के गर्ने ल्याइसकेपछि घरले हामीलाई लगेर नमिल्ने